हेलो एभ्रिवान, नमस्ते। आजको यो भिडियोमा म चाहिँ यहाँहरूलाई बन्दाको अचारलाई अझ मिठो अझै स्वादिलो कसरी बनाउन सकिन्छ भनेर यो भिडियोमा यहाँहरूसँग सेयर गर्नेछु। पक्कै पनि यहाँहरूलाई आजको यो भिडियो रेसिपी मनपर्नेछ। भिडियो मन परेमा साथी फ्यामिलीमा सेयर गर्न चाहिँ नबिर्सिनु होला। लाउनु चाहिँ ढिला नगरी आजको यो बन्दाको मिठो अचार चाहिँ म बनाउन सुरु गर्दैछु। बन्दाको अचार बनाउँदा सकेसम्म ताजा बन्दा लिनु होला, जसले गर्दा अचार एकदमै मिठो बन्छ। अब बन्दालाई चाहिँ हामीले टुक्राउनु पर्ने हुन्छ अथवा काट्नु पर्ने हुन्छ। बन्दा चाहिँ मैले लगभग 400 ग्राम जति लिएकी छु। अनि अचार बनाउँदा बन्दालाई चाहिँ मसिनो गरेर काट्नु हुँदैन, हल्का मोटो मोटो हुने गरेर काटेर लिनुपर्छ। बन्दा काटिसकेपछि मैले यसलाई पखालेर यसरी छन्नीमा राखेकी छु। अब चाहिँ मैले हिटन गरेर एउटा प्यान बसालेँ। अब प्यानमा हामीले मसलाहरू राखेर भुट्दैछौँ। मसलामा चाहिँ छुटाउनै नहुने भनेको त तिल हो। मैले चाहिँ कालो तिल एड गरेकी छु। त्यसै गरेर 1 चम्चा धनियाँ, रातो सुक्खा खुर्सानी, जिरा अनि अलिकति टिमुर एड गरेकी छु। अब यसलाई चाहिँ हामीले मिडियम हिटमा मजाले भुट्नु पर्ने हुन्छ, जबसम्म यो सबै मसलाहरू मजाले भुटिँदैन। मसलाहरू भुट्न थालेपछि पड्किन्छ। ल, हेर्न सक्नुहुन्छ हजुरहरूले भिडियोमा हाम्रो मसला पड्किसक्यो। अब यसलाई चाहिँ मैले साइडमा गर्दैछु। मसला सेलाइसकेपछि हामीले पिस्ने। अब यही प्यानमा मैले 2 चम्चा जति चाहिँ तेल तताएकी छु। तेलमा मेथी राखेर मजाले फुराउने। मेथी पनि फुरिसकेपछि हामीले यसमा हरियो खुर्सानी राख्ने। त्यसपछि आधा चम्चा हल्दी राखिदिने। एकपल्ट मजाले हल्दीलाई चलाइदिने। त्यसपछि चाहिँ म यसमा बन्दा एड गर्दैछु। यति बेला चाहिँ हाम्रो हिट सानो छ। बन्दा राखिसकेपछि हिटलाई चाहिँ मैले ठुलो गरेर 2 मिनट जति मजाले नै भुट्नेछु। बन्दा पनि मैले राखेँ यसमा। हिटलाई मैले हाई गर्दैछु, हेर्न सक्नुहुन्छ भिडियोमा यहाँहरूले। अब हाई हिटमा 2 मिनट जति मात्र यो बन्दालाई भुट्ने। यति बेला यसमा कुनै पनि मसला अथवा नुन राख्नु हुँदैन। बेसारमा मात्रै हामीले यो बन्दालाई भुट्नुपर्छ। 2 मिनट जति बन्दालाई भुटिसकेपछि यो हल्का नरम हुन्छ। धेरै पकाउनु पनि हुँदैन, एकैछिन मात्रै हामीले पकाउने हो। त्यही भएर मैले यसलाई हाई हिटमा 2 मिनट जति भुटेँ। 2 मिनट जति भुटिसकेपछि यहाँहरूले हेर्न सक्नुहुन्छ हाम्रो बन्दा यतिको भएको छ। अब चाहिँ मैले हिट अफ गर्दैछु। अब बन्दा भुटिसकेपछि एउटा ठुलो बाउल लिने अचार मल्नको लागि। अब यसमा चाहिँ उसिनेको आलुलाई मैले यसरी सानो टुक्रामा काटेर एड गरेकी छु। त्यसै गरी हामीले यसमा प्याज पनि राख्दैछौँ। काँचो प्याज मन नपर्नेहरूले स्किप पनि गर्न सक्नुहुन्छ। अलिकति मटर कोसा पनि म एड गर्दैछु। त्यसै गरी हरियो धनियाँको पत्ता पनि राखिदिनु होला। स्वाद अनुसार नुन म राख्दैछु यसमा। अनि अघि नै भुटेर रेडी गरेको जुन मसला थियो त्यसलाई मैले पिसिसकेकी छु। अब यो पिसेको मसला पनि यसैमा एड गर्ने। त्यसै गरेर अमिलोको लागि मैले यसमा इमलीको गुदी एड गरेँ। यहाँहरूले कालो चुक अथवा कागती पनि एड गर्न सक्नुहुन्छ। त्यसपछि हामीले यसमा बन्दा राख्ने। अब सबै कुरा मिक्स हुने गरेर मजाले नै मल्नुपर्छ। मैले चाहिँ यहाँ चम्चाले मल्दैछु, यहाँहरूले हातले मजाले मिक्स गर्नुभए पनि हुन्छ। अचारलाई मिक्स गरिसकेपछि यो यस्तो देखिएको छ। ल, हेर्नुहोस् त, हेर्दै खाउँ लाग्ने हाम्रो अचार चाहिँ बनेर रेडी भएको छ। अब हजुरहरूले पनि यसरी नै बन्दाको अचार बनाएर ट्राई गर्नुहोला। अनि कस्तो लाग्यो भन्न चाहिँ नबिर्सिनु होला। फेरि पनि म यहाँहरूको सामु यस्तै मिठो सजिलो रेसिपी लिएर आउने नै छु। तबसम्मको लागि बाई बाई।